हेलो नमस्ते सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। हिजो चाहिँ हामी भैरवाबाट हिजो बिहान हिँडेको साँझ आइपुग्यो, ढिलै आइयो दाउनेमा बाटो बन्द भएर। अनि आज चाहिँ हिजो हामी चाहिँ जनकपुर साँझ आइयो, ढिलो सुतियो। अनि चाहिँ आज जनकपुर जानकी मन्दिर भन्ने म जान लाग्छु। मेरो सानो ब्लग हो तर मैले पुरै गराउन मन थियो, तर चाहिँ हिजो दाउनेमा फसियो, त्यही माथि टाउको दुख्यो, यताउता गर्दा चाहिँ मैले चाहिँ केही भ्लग बनाउन पाएन, आधी अधुरो भइरहेछ यो भ्लग होइन। ठिकै छ, मैले हिजो घरबाटै पुरैसम्म गर्छु सोचेको थिएँ तर चाहिँ केही हुनै सकेन। तर चाहिँ यो होटेल हो अनि यो जानकी मन्दिरको साइडमै छ, यहाँबाट 10 मिनट लाग्छ। अनि म तपाईँलाई चाहिँ अरू भिडियो चाहिँ म तपाईँलाई वहीँ देखाउँछु, बिचमा बाटोमा के क्लिपहरू म देखाउँछु होला। अनि सबैजना आमाहरू, बाबाहरू, भाउजू, दिदीहरू सबैजना गइसक्नुभयो। म चाहिँ अलिकति ढिलो उठेँ अनि त्यही भएर चाहिँ मलाई तल पर्खिँदै हुनुहुन्थ्यो। मैले चाहिँ तपाईँहरू जानु अनि म आइहाल्छु भने, तल यही 10 मिनटको बाटो हो। अनि त्यही भएर चाहिँ म अब हिँड्न लाग्यो। अहिलेको फेरि तपाईँको बिहानको 7 बजेको छ। अब त्यहाँ दर्शन गरेर अनि हामी दर्शन गरेर फेरि फर्किन्छौँ। खास त हामी चाहिँ दाइको ढोगभेटको लागि आएको हो, तर चाहिँ यसो आएको बेला चाहिँ जनकपुर जानकी मन्दिर घुमौँ भनेर आएको। म नि फर्स्ट टाइम आएको हो, त्यही भएर चाहिँ यसो दर्शन गरेर त्यहाँबाट हामी आएर चिया खाएर त्यसपछि फेरि हामी गाईघाटको लागि जान्छौँ यहाँबाट। अनि गाईघाट गएर अनि फेरि भाउजूको घर गाईघाट हो के अरे, गाईघाटमा गएर हामी चाहिँ भाउजूको के भन्छ अरे तपाईँको आज ढोगभेट छ, टिकाटालो यताउता गरेर हामी फेरि फर्किन्छौँ। तर फर्किने भनेको चाहिँ हामी भोलि बिहान फर्किन्छौँ होला। अहिले त फेरि हामी आज गयो, टिकासिका लायो, दिउँसो जाने हो, टिकासिका लायो, टिकासिका लाएर फेरि हामी चाहिँ त्यहाँबाट फर्किने, 1 नाइट फेरि बसेर भोलि बिहान मर्निङमा चाहिँ हामी हिँड्छौँ होला। त्यसपछि पर्सि त हामी साँझ वेलकम टु द भैरवा। ल गाइज है, म चाहिँ हिँड्न लाग्यो, फोन पनि आइसक्यो। बाई बाई। ल गाइज निस्किदिएर है, होटेलबाट बाहिर निस्किँदैछु। साह्रो यहाँ छ, फोन आइरहेको छ मलाई है। अझै चट्ट लागेर भनेको अँध्यारो छ। ल गाइज निस्किसकेको छ। बाहिरको यात्रा चल ब्लग है ब्लग। ल हामी चाहिँ हिँडे हाम्रो ह्यान्डसम भिडियोन भाइ है, फेरि के अरे यो हनी सिङ गरिदियो नि त। ल गाइस हामी चाहिँ हिँड्दैछौँ मन्दिरतिर। अनि जस्ट यो चाहिँ हाम्रो यहाँको भ्यूहरू हो। ल गाइस अरू चाहिँ म चाहिँ तपाईँलाई अगाडि गएर देखाउँछु है गाइस। सुको गाइस यो चट्ट लागेर यहाँ चाहिँ यहाँबाट मोडेछौँ हामी। जाँदैछौँ गाइज, हेर्नुभएको छ। हेलो गरिदियो नि त अब मेरो ब्लगमा। रेहान हाई गरिदेऊ। हामी चाहिँ रिक्सामा हिँड्थ्यौँ थकै लागेर, रेहान डललाई। ल जाऊँ दाइ, मन्दिर हो दाइ, 10 मिनट लाग्छ अरे यहाँबाट। त्यही पनि हामी रिक्सामा जानु लाग्यो, बाबु थाकेर। मन्दिर जाँदै यो चिसो छ, 8 बजे पुग्छ। चिसो छ, 5 मन्दिर छ क्या। मसँग फेरि गाइस यसको माइक छैन के अरे, यतिकै बोलिछु, अलिकति इफेक्ट आउँछ होला क्यारकुट। ल म चाहिँ तपाईँलाई मन्दिरमा गएर देखाउँछु है।
ल गाइस फाइनली हामी जानकी मन्दिर आयौँ। अब यो मन्दिर अहिले चाहिँ खुल्दैन भन्छ के अरे, 8 बजे खुल्छ भन्छ के अरे। अनि चाहिँ हामी चाहिँ त्यही पनि गइन्छ कि त्यहाँ इन्ट्री सिन्ट्री गर्न पर्दो रहेछ। सबैजना आइसकेको छ के अरे, भाउजूहरू पनि पछाडि आइसकेको छ। गाइस जानकी मन्दिर चाहिँ हाम्रो फाइनली यही हो है। मैले पनि अब फोटोहरूमा हेर्थेँ के अरे, अब युट्युबहरूमा हेर्थेँ। आज चाहिँ फाइनली आइयो के अरे। अब मन्दिर चाहिँ यही हो के अरे, देवीहरू हुँदैछ। ल चाहिँ यो गाइस मन्दिर हो, माला पूजाको। ल गाइस कति रुपियाँ हो? 150 छ। 150 100 रुपियाँ लिँदो रहेछ। ठिकै हो, अब भगवान्को हो। अब चाहिँ यहाँ चाहिँ दिदी हुनुहुन्छ। अब सट्ट एकछिन हामी दर्शन गरिन्छ। हाम्रो जानकी मन्दिर आइसकेको छ। जानकी मन्दिर अहिले चाहिँ जानकी मन्दिर हाम्रो खुलेको छैन। अहिले 8 बजे खुल्छ भन्नुभएको छ। हामी चाहिँ दर्शन गरेर गइहाल्यो हो, तर चाहिँ हामीलाई चाहिँ अझै अरू ठाउँ जान छ। जय जानकी मन्दिर रक्षा गर्नुहोस्। गाडी चाहिँ यहाँ रहेछ। अनि बसो भजन सजनको लागि बाहिर हिँड्नेहरू। भजन कीर्तन हुँदैछ हाम्रो। गाइज अब चाहिँ हाम्रो दर्शन भइसकेको छ। त्यहाँ चाहिँ हाम्रो फोटो सेसन भइरहेछ। हाम्रो चाहिँ मन्दिर यही है, पुरै फुल फ्रेम देखाइदिन्छु मैले। एकदम रमाइलो भयो जे होस्। तर चाहिँ भित्र चाहिँ पर्दा चाहिँ खोल्नु भएन, किनभने चाहिँ भगवान्को सिँगार पटार के हुँदैछ अरे। अनि त्यही भएर चाहिँ 8:15 बजे खुल्छ भनिदिनु भयो। त्यही भएर चाहिँ हामी चाहिँ हाम्रो चाहिँ चाँडै जानु छ। अनि त्यही भएर चाहिँ बाहिरबाट दर्शन गरेँ। मन्दिर चाहिँ एकदम है A1 दामी। ल गाइस बाई बाई। फुल फ्रेम मन्दिर यही हो। ल हेर्नुहोस्, मैले चाहिँ सबै पार्ट्सहरू देखाएको छु। ल शीतल पनि छ आज हाम्रो यो मन्दिरमा। राम्रो छ। हामी चाहिँ जाँदै हो गाइस जनकपुर। हाम्रो भाउजूले चाहिँ दान गरेको छ बाबाजीलाई। अनि चाहिँ भाउजू कस्तो भयो त दर्शन? ल हामी चाहिँ निस्कियौँ मन्दिरबाट। धेरै रमाइलो। यो चाहिँ बाहिरको भ्यू हो, गेटतिरको। यहाँ चाहिँ सीतारामको बिहा भएको ठाउँ है। अब हामी जाँदैछौँ। यहाँ चाहिँ भाउजूले टिकट काट्दैछ। टिकट चाहिँ हाम्रो चाहिँ नेपाली 10 रुपियाँ लाग्दो रहेछ। सबैजना जानु लाग्यो। ल ल जाम भयो नि सबै टिकट। त्यति महँगो पनि नरहेछ टिकट, ठिकैको रहेछ। ल हामी चाहिँ लाग्यो। हाम्रो टिकट चाहिँ यो रहेछ है, 10 रुपियाँ। ल गाइस हामी चाहिँ जाँदै हो। सबै गइसकेको छ। म पनि जाँदैछु। दाइ टिकट दाइ। ल भित्र चाहिँ यही हो चाहिँ हाम्रो है।
जानकी भगवानको चाहिँ बिहा भएको है यहाँ चाहिँ यस्तो यस्तो बेच्दो रहेछ फोटोहरू पनि खिच्दो रहेछ आहा राम्रो रहेछ त ल राम्रो रहेछ त ल दिदी मेरो ब्लगमा केही भनिदिनु न केही छैन किन केही छैन केही त हुन पर्यो नि हामी यहाँ सीता जन्मेको र सीता भगवानको बिहा भएको ठाउँ हेर्न आएको छौँ रमाइलो लागेछ चाहिँ भाउजूको चाहिँ टिकटक भइरहेछ चामा पनि टिकटकै हो फेरि जय सीताराम रक्षा गर्नुहोस् बल्ल खुल्लै रहेछ तर यहाँ चाहिँ खुलिसके रहेछ सीतारामको बिहा भएको ठाउँ है यहाँ जय सीताराम भाउजूले आउँदैछ कस्तो लागेछ त हाम्रो भिजिट धेरै राम्रो सीताराम मन्दिर यहाँ के भएको रे भाउजू बिहा सीता र रामको बिहा भएको भन्ने सुनेको थियौँ त्यही हेर्न आएको ल सीतारामको बिहा चाहिँ यहाँभित्र अरे बाबा हुनुहुन्छ यहाँ जय यहीँबाट बिहा भएको यहीँ हो सीताराम यहाँ हुनुहुन्छ बिहा भएको भित्र चाहिँ हामीलाई जान दिँदैन अरे बाहिरैबाट भिडियो गरेको है एक राउन्ड चाहिँ लगाइन्छ यतैबाट होला नि घुम्ने होइन छौँ हामी छौँ जय सीताराम आज हामी लक्की हो कि अनलक्की हो खै वहाँ मन्दिर पनि हेर्न पाइएन 8:15 बजे खुल्ने भन्यो अब यहाँ पनि भित्र जान नदिँदो रहेछ तर यहाँ चाहिँ कस्तो भन्नाले यहाँ चाहिँ नदिँदै रहेछ क्या बाहिरबाट दर्शन रहेछ तर उता चाहिँ कस्तो भन्नाले त्यहाँ हुन्थ्यो तर हामी चाँडै आयो नि त फेरि हामीलाई चाँडै पनि जानु छ नि त त्यही भएर रमाइलो रहेछ शीतल शीतल भएछ हामी चाहिँ लगायत हामी चाहिँ होटलबाट निस्किसक्छौँ सबैको सामानहरू यहाँ छ अब हाम्रो गाडी आउँछ त्यसपछि चाहिँ हामी हिँडिन्छ होला गाईघाटको लागि गाइस हाम्रो चाहिँ गाडी पनि आइसकेको छ अब चाहिँ सामानहरू हाल्दै हो हामी होटेल चाहिँ यही बसेको है अनि यो चाहिँ रामचोक भन्छ के अरे खै ल सामानहरू जाँदैछ हाम्रो सबैजना सामानहरू लोड ड्राइभर दाइ ल सबजना छिटो हामी चाहिँ लाग्यौँ अब चाहिँ गाईघाटतिर यसो हामी भाटोटेनतिर चार्ज गर्छौँ गाडीको अलिकति चार्ज कम छ ड्राइभर दाइ पनि एकदम फ्रेस भएछ आज दाइ फ्रेस होइन दाइ अलिकति गाना एकछिनको लागि पस्छु है दाइ मैले माइक ल्याएको छैन क्या त्यही भएर अलिकति सेट आउँछ क्या अब चाहिँ म तपाईँहरूलाई चाहिँ रामजीको धनुष देखाउँछु है यो त हाम्रो फेरि रेल हिँड्ने ठाउँ है नेपालमा यही हो है युट्युबमा हेर्नुहुन्छ कि तपाईँहरूले मैले चाहिँ लाइभ देखाइदिन्छु है हाम्रो ट्रेन आउँछ यही हो नेपालको भनेको यही हो रेल आउने ठाउँ
यो चाहिँ हाम्रो सीता जन्मेको ठाउँ है। यहाँ है सीता जन्मेको ठाउँ। अघि चाहिँ हामी राम्रो सीता बिहा भएको ठाउँ गएको थियो, अहिले चाहिँ यो चाहिँ हाम्रो चाहिँ सीता जन्मेको ठाउँ हो। अब यसलाई कभर गरेछ के अरे, चोक बनाइदिएछ। यो चाहिँ हाम्रो रामजीको बाड है, एकदम ठुलो नेपालको रामजीको बाड। रामजी बाटबाट नै है, बाटबाट नै। अब चाहिँ हामी गाई घाट आउनु लागिसकेको छौँ। अब चाहिँ 10 किलोमिटर। अब तपाईँहरूलाई चाहिँ गाई घाटको भ्यू टर्नहरू देखाउँछु है। पछाडि सबजना छ। अनि यहाँ एउटा चाहिँ सूर्य मन्दिर भन्ने एउटा थियो, त्यहाँ चाहिँ एउटा सानो दर्शन गरेर चाहिँ हामी फर्केछौँ। अब चाहिँ म तपाईँहरूलाई भ्यू देखाउँछु है। मैले चाहिँ धेरै खिच्न पाएको छैन, हल्का हल्का चाहिँ। यो चाहिँ हाम्रो चाहिँ भ्यू है गाईघाटको। यहाँबाट चाहिँ गाईघाट चाहिँ 10 किलोमिटर छ। मस्त छ है फेरि गाईघाट, फर्स्ट टाइम आएको हो। हामीले त 7-8वटा चिल्लै भ्याएर आएको छौँ, फर्स्ट टाइम आएको हो। ड्राइभर दाइ सारा हिजोबाट राइड गरेर गएर। अनि चाहिँ यो हाम्रो चाहिँ भाइरल हो अरे है यो ठाउँ चाहिँ हाम्रो गाईघाटको। यहाँ चाहिँ एकदम फोटो सेसनहरू गर्न, फोटो खिच्न चाहिँ सबैजना आउनुहुन्छ। यहाँ चाहिँ एकदम रमाइलो ठाउँ चाहिँ हेर्नु न तपाईँहरूले, मस्त। हाम्रो चाहिँ चेन घाट है गाईघाटको, हामी आउनै लाग्छ। ल हाम्रो चाहिँ सुरु भयो है गाईघाट। अब हामी चाहिँ आइसकेछौँ के अरे होइन। यो चाहिँ हाम्रो गाईघाटको एन्ट्री देखाइरहेछ। हाम्रो चाहिँ गाईघाट आइसकेछ है। यो चाहिँ बस पार्क, हाम्रो गाईघाटको बस पार्क। अनि चाहिँ अब चाहिँ हाम्रो चोक आउँदैछ है। ल गाइज हाम्रो चाहिँ गाईघाट आइसक्यो है। यो चाहिँ हाम्रो गाईको चित्र। ल गाइज हाम्रो चाहिँ यो गाईघाट, हाम्रो चाहिँ यो गाईघाटको चोक। गाईघाट बजार। हामी चाहिँ गाईघाट बजार आइसकेछौँ, सबैजना छौँ है। गाईघाट आइसकेछौँ है गाइज हामीहरू अटो लगाएर। हेलो नमस्ते, गुड मर्निङ गाइज। के अरे हामी चाहिँ यहाँ होटेलबाट हामी निस्किन लाग्यो। होटेल चाहिँ हाम्रो यही हो, एकदम राम्रो है, भिआइपी यो गाईघाटको। अनि तपाईँको चाहिँ मैले चाहिँ हिजो चाहिँ मैले ढोकभेटको चाहिँ भिडियो बनाउन पाएन, किनभने पानी नि एकदम पऱ्यो होइन। त्यही भएर चाहिँ मैले त्यस्तो गर्नै पाएन। अब मेरै क्यामेराबाट अलिअलि दाइको भिडियो खिचेँ ढोकभेटको, त्यही भएर चाहिँ मैले चाहिँ हिजो भ्लग बनाउन पाएन। अनि अब चाहिँ हामी चाहिँ यो होटेलबाट चाहिँ निस्किन लाग्यो। त्यही भएर गाइज म बाटोमा अरू जे छ म त्यही देखाउँछु। अरू त मैले भिडियो बनाउन पाएन, त्यसको लागि एकदम सरी गाइज। हाम्रो चाहिँ होटेल यही हो, राम्रो छ। अनि हाम्रो यहाँ पहाडहरू भ्यू टर्न एकदम। अब अहिले हाम्रो चाहिँ 7 बजेको छ। 7 बजे अब हामी यहाँ गाईघाटबाट निस्किन्छौँ। अब चाहिँ 7 बजे निस्किएपछि खै अब रातिको कति बज्छ, 2, 1, 12 कति हुन्छ। मलाई चाहिँ अब भोलिको इभेन्ट छ, मलाई चाहिँ चाँडै
पुग्न पर्छ। अब ड्राइभर दाइले त टाइम लाग्छ भनेछ के अरे। अब सकेसम्म चाहिँ दाइलाई मैले रिक्वेस्ट गरेछु, दाइ एकदम आज चाहिँ एकदम चाँडो पुग्नुपर्छ भनेर मैले दाइलाई भन्दैछु। त्यही हो है गाइस। ल हामी चाहिँ गाडीमा बसिसकेको छौँ, अब जान लाग्यो है गाइस। बाई बाई। ल हामी चाहिँ निस्क्यौँ है गाईघाटको बन्दुकहरू दौडे नि बन्दुकहरू दौडे गाइस। ल हामी चाहिँ यसो खरबुजा लिन आएको छौँ है। खरबुजाहरू हेर्नुहोस् त यहाँ कति छ गाइस खरबुजा। यो कसरी हो? एउटा यस्तो यो ठुला कति? ल ल आधा भाँचर दियो न बरु अङ्गुर दियो नि उकेर खाएर जम्दै जा जम जम जम। ए एउटा छैन बाई बाई हेर गएर भयो बाई बाई